अमेरिकाको एउटा सुनसान सडकमा दुईजना पुलिस अफिसरहरू एउटा विज्ञापनको बोर्डमुनि लुकी त्यहाँ आवजत गर्ने गाडीहरूको गति मापन गरिरहेका थिए। यत्तिकैमा परबाट एउटा गाडी आउँछ। बुढो पुलिसले स्पिड नाप्ने मेसिन अन गर्छ। यत्तिकैमा त्यो गाडी पनि त्यहाँबाट जान्छ र स्पिड मेसिनले त्यो गाडीले कुनै पनि प्रकारको स्पिड ओभर गरेको छैन भनेर देखाउँछ। तर पनि त्यो बुढो पुलिसले यङ पुलिसलाई चाहिँ त्यो गाडीको पिछा गर्न भनेर भन्दछ र यङ पुलिस त्यो गाडीको पिछा गर्न अगाडि बढ्दछ। यो बुढो र यङ पुलिसलाई के थाहा उनीहरूको आजको यो हरकतले उनीहरूलाई नै गाह्रोमा पार्छ भनेर। उता अगाडि गाडी चलाइरहेको अर्को चालकले साइड लाइटबाट आफूलाई पुलिसहरूले त्यत्तिकै नै पछ्याइरहेको देख्दछ र यो ड्राइभर सतर्क हुन्छ र गाडीको छेउमै राखेको चक्कु समाउँछ र गाडी अलि स्पिड चलाएर त्यो पुलिसहरूबाट भाग्ने प्रयास गर्दछ। अफसोस पुलिसको गाडी एकदमै रफ्तार हुने भएकोले चाँडै नै पुलिसको गाडीले त्यो गाडीलाई ओभरटेक गरेर समात्दछ। अनि त्यसपछि त्यो बुढो पुलिसले त्यो ह्यारीलाई आफ्नो लाइसेन्स देखाउन भन्छ। ह्यारी आफ्नो लाइसेन्स लिन आफ्नो गाडीतिर जान्छ। पछाडिबाट ती दुई पुलिसहरू गुज्याएर हाँसेको आवाज सुनिरहेको हुन्छ। यो सुनेर ह्यारी एकछिन रिसले चुर हुन्छ र गाडीमा भएको चक्कुतिर हात बढाउँछ। तर पनि ह्यारी एकदमै होसमै भएकोले पुलिसहरूसँग लफडा गर्दा आफैलाई नै झमेला हुन सक्ने भन्दै आफ्नो रिसलाई कन्ट्रोल गर्छ र लाइसेन्स लगेर बुढो पुलिसलाई दिन्छ। पुलिसले लाइसेन्स हेरेपछि थाहा पाउँछ कि ह्यारी त्यहाँको लोकल नभएर बाहिर जिल्लाबाट आएको हो भन्ने कुरा लाइसेन्स हेरेपछि थाहा पाउँछ र झन् ती पुलिसहरूले ह्यारी बाहिर जिल्लाबाट हो भन्ने थाहा पाएपछि त झन् ती पुलिसहरूको ह्यारीप्रति गर्ने व्यवहार झन् गिर्न थाल्दछ र यङ पुलिस सबैभन्दा धेरै पैसाको चलान काट्न आदेश दिँदछ। यो देखेर ह्यारी चकित हुँदै यो बुढो पुलिसलाई यसो नगर्न आग्रह गर्दछ। मेरो घरमा बुढो मातापिता र साना साना बालबच्चाहरू छन्, तर यी कुराले ती दुई पुलिसहरूलाई केही असर पर्दैन। झन् अपमानजनक उत्तर भन्दै हातमा फाइनको पैसा चाँडैतिर है भन्दै चिट थमाइदिन्छ। जाँदा जाँदै अब यो बाटो हिँड्दा हामीसँग जोगिएर हिँड्नु भन्दै धम्की पनि दिन्छ। यता ती दुई पुलिसहरू भने आज ह्यारीलाई कति मजाले मुर्गा बनाएको है भन्दै हाँस्दै गाडी चढेर अगाडि बढिरहेका हुन्छन्। यत्तिकैमा यङ पुलिसको टाउकोको पछाडिको भागबाट छेडी अगाडिपट्टिबाट एउटा गोली निस्किन्छ र तत्कालै मृत्यु हुन्छ। गाडी पनि यङ पुलिसले चलाइरहेको नै हुनाले गाडी अनियन्त्रित भई एउटा पहाडको ढिस्कोमा ठोकिएर गाडी पल्टिन्छ। एकैछिनमा पल्टिरहेको गाडी नजिकै ह्यारी आउँछ र गाडीभित्र मृत यङ पुलिसलाई मात्र देख्छ र वरिपरि त्यो अघिको बुढो पुलिसलाई हेर्दछ। अलि पर ह्यारीले त्यो बुढो पुलिसलाई देख्दछ र त्यतैतिर जान्छ। त्यो बुढो पुलिसले भने आफ्नो ज्यान जोगाउन नसकी घिस्रिँदै भाग्न खोजिरहेको हुन्छ र अब ह्यारीले त्यो बुढोको खुट्टा समातेर खुट्टा पनि भाँचिदिन्छ र घिसार्दै त्यो गाडीको अगाडिको सिटमा लगेर हालिदिन्छ। अघि आफूलाई दिएको त्यो झुटो फाइनको चिट बुढो पुलिसको गोजीमा राख्छ र पुलिसको गाडीमा पेट्रोल छर्की आगो लगाइदिन्छ। ती पुलिसहरूको सानो गल्तीले यत्रो रूप लेला भन्ने सोचेको पनि थिएनन् होला। यतिकैमा यो फिल्मको अन्त्य हुन्छ। तपाईहरूलाई यस्तै इन्ट्रेस्टिङ भिडियोहरू हेर्न मन छ भने मेरो टिकटक र फेसबुकलाई फलो गर्नुहोला।